ल आउनुहोस् जाम अब 4 दिनको गोसाइँकुण्डको यात्रामा। बिहान 5:30 भएको छ। हामी घरबाट अब निस्केको छ। हामी कलङ्कीदेखि धुन्चेसम्मको लागि बसमा बसेका छौँ। बस राम्रो छ, कम्फर्टेबल बस पाउँदो रहेछ त्यहाँको लागि। हेलो गाइज, अहिले हामी यो नुवाकोटमा आएको छौँ। नुवाकोटको बट्टारबाट थोरै अगाडि ढुङ्गे भन्ने ठाउँमा, अहिले ठ्याक्कै भन्दा बिदुर भनौँ न यो चाहिँ। अनि अहिले यहाँ चाहिँ यसो चिया नास्ताको लागि रोकेको छ। के छ, ठिक छ नि होइन? अहिले हामी धुन्चेमा आइपुग्यौँ। अनि हामी आएको बस चाहिँ त्यही छ, त्यो अगाडि गयो। अब हामी यहाँ चाहिँ मेडिकल रहेछ। मेडिकलमा अलिअलि यसो इसेन्सियल्सहरू छुटेको थियो, उहाँहरू लिएर आउन मैले भ्याएको थिएन। त्यो किनेर अब हामी चाहिँ अगाडि बढ्दैछौँ। यो अब यो मन्दिर छ, मन्दिरबाट तल गएपछि रसुवाको हाम्रो बोर्डर एरियातिर जान्छ, तातो पानीतिर भने। हामी अब यहाँ माथि लाग्दैछौँ। यो एरियामा चाहिँ हाम्रो अब ट्रेक सुरु हुँदैछ। हामी अब यसरी चाहिँ हिँड्दैछौँ। अब हेरौँ कति समयसम्म पुगिन्छ। खाना चाहिँ अगाडि आधी घन्टा जति अगाडि गइसके पछाडि रिसोर्ट जस्तो छ, त्यहाँ गएर खाम भन्ने कुरो भयो। हामी त्यही अनुसार प्लान गर्दैछौँ। यो हाम्रो ब्याकग्राउन्डमा चाहिँ हिमालयन स्प्रिङ नेचुरल वाटर चाहिँ देख्न सकिन्छ। नेपालबाट चाहिँ एक्सपोर्ट हुन्छ क्यारे हो, नेपालको ब्रान्ड। त्यस्तै छ। हामी कन्टिन्युस वकिङमै छौँ। अहिले हामी मेन बजारबाट करिब 20 मिनट जति चाहिँ हिँडिसके पछाडि यो आएको छ। मिनी गोसाइँकुण्ड भनिने ठाउँ हो यो चाहिँ। गोसाइँकुण्ड मिनी गोसाइँकुण्ड भने तापनि कुण्डमा पानी भने छैन। तर पनि जे होस्, गोसाइँकुण्डको तीर्थमा माथिसम्म जान नसक्ने तीर्थालुहरूको लागि पनि दर्शन गर्न भनेर बनाइएको भन्ने यहाँ चाहिँ बुझाइरहेछ। रमाइलो छ गोसाइँकुण्ड चाहिँ समग्रमा। तपाईँहरूलाई पनि यो यात्रा गर्नुहोस् भन्छु मैले। रक्षा गर्नुहोस्। धुन्चेमा मिनी गोसाइँकुण्डमा भएको एउटा त्यहाँ होटल छ, त्यो होटलको लागि भन्नुभएको रहेछ। यहाँ अहिले हामी मिनी गोसाइँकुण्डमा आयौँ। तर त्यहाँ चाहिँ अब 1 घन्टा जति लाग्छ खाना भनेपछि हामीसँग भएको चाहिँ फास्टफुडहरू खाएर, स्न्याक्सहरू खाएर चाहिँ अगाडि बढौँ भनेर अब हामी चाहिँ अगाडि बढ्दैछौँ। अब यहाँबाट चाहिँ निकै उकालो छ भन्ने सुनिएको छ। हेरौँ, यात्रा जारी छ। यस्तो छ, ल हेर्नुहोस् है, उकालो छ। पुरा जङ्गलको बिचमा छौँ हामी। पुरै हरियाली नै हरियाली छ। यात्रा चलिरहेको अवस्था छ। अब यहाँ हाम्रो एन्काउन्टर हुँदैछ है खच्चडहरूसँग। हर्न बजाएको छ। उकालो छ, हरियाली छ। हिँड्नलाई रमाइलो छ। जे होस्, थाकेर उहाँ टोलाएर बसेछन् है। आऊ नथाक, अझै 1.5 घन्टा हिँड्नु छ हजुर आजलाई। हामीलाई करिब 2.5 घन्टाको यात्रापछि हामी यो देउराली भन्ने स्टपमा चाहिँ आयौँ। नर्मली फर्स्ट डे यो स्टप चाहिँ देउरालीमा बस्नु भन्ने एउटा प्रेफरेन्स छ। त्यो के को लागि भन्दा धेरै टाढी पनि नहोस् र क्लाइमेट एडप्टेसन पनि होस् भनेर हो। तर हामी चाहिँ एक स्टेप अगाडि जाउँ न त भन्ने प्लानमा छौँ।
अब त्यहाँ पुगिसके पछाडि फाइनल के गर्ने विचार गर्छौँ। ए घाम डाँडामा छन्। ल अब यहाँ चाहिँ साँझको सन्ध्याकालीन आरती चल्दैछ। हामी आज फाइनल्ली देउरालीमै बस्ने डिसिसन गऱ्यौँ। हामी बसेको होटल चाहिँ यो होटल देउराली, होटल भ्यू पोइन्ट देउराली भन्ने बसेको छ। शुभ प्रभात सबैजनालाई। हामी दोस्रो दिनको स्टार्टिङमा छौँ। अहिले हामी यसरी यहाँ आवाज पनि सुन्न सक्नुहुन्छ तपाईँहरू, क्लाउड हेर्न सक्नुहुन्छ। पानी परिरहेको छ मजासँग, चिसो छ, मजाको चिसो छ। यहाँको वेदर फेरि अझ मजाको छ। उता एकदम क्लियर थियो, 10 मिनटमा मजासँग चाहिँ यसरी क्लाउड आएर पानी परिरहेको अवस्था चाहिँ छ। पानी परिरहेको अवस्था छ। गुड मर्निङ। यस्तो छ हेर्नुहोस्, हामी यहाँ यो चाहिँ देउरालीमा बसेको थियौँ। देउरालीबाट अब बिस्तारै माथि लाग्दैछौँ डिम्सा भन्ने ठाउँमा। वेदर चाहिँ खुलेको छ, राम्रो छ। अहिले चाहिँ वेदरले चाहिँ समस्या पारेको छैन, क्लियर छ। बिहान एकैछिन पानी पऱ्यो। अब हामी चढ्ने भनेको चाहिँ यो माथि चढ्ने डिम्सा भन्ने ठाउँमा गएर ब्रेकफास्ट गर्ने, चन्दनबारीमा खाना खाने भन्ने हाम्रो टार्गेटका साथी यहाँ छौँ। हेरौँ कस्तो हुन्छ। यो यात्राभरिकै सबैभन्दा उकालो मध्येको ठाउँ चाहिँ डिम्सामा पर्दो रहेछ। डिम्सा निकै उकालो छ, धेरै लामो चाहिँ टाइम छैन। अब हामी अहिलेसम्म ट्राभल गर्दाखेरिमा चाहिँ आधी घन्टा जति ट्राभल गऱ्यौँ। अब आधी घन्टा जति ट्राभलिङ गर्नुपर्ने होला, तर उकालो चाहिँ निकै उकालो छ। अर्ली मर्निङमा हिँड्दाखेरिमा चाहिँ हामीलाई त्यस्तो बढी टायर्ड फिल भएको छैन, तर होटलको दाइहरूले चाहिँ एकदम उकालो छ, गाह्रो हुन्छ, राम्रोसँग जानुहोस् भन्दै हुनुहुन्छ है। हामी डिम्सा पुग्न लगाइरहेछौँ। ल हेर्नुहोस् यहाँको लेउ यस्तो मजासँग लागेको छ कि पुरै लेउ प्यालै देखिन्छ। रुखहरूमा निकै रमाइलो छ। डेन्स जङ्गलको बिचमा छौँ हामी। बडा रमाइलो छ सिन चाहिँ समग्रमा। डिम्सा भन्ने ठाउँमा पुग्यौँ। सेकेन्ड डेको मर्निङ डेस्टिनेसन हो यो हाम्रो, ब्रेकफास्ट डेस्टिनेसन। यहाँ आउँदाखेरिमा चाहिँ अब हाम्रो नेक्स्ट स्टपमा जाने ठाउँमा चाहिँ यसरी पुरै हिउँ परिरहेको छ। स्नोफल चाहिँ देख्न सकिन्छ। यसरी पुरै सेतम्मे छ। अब जाने चाहिँ हामी यहाँ माथि जाने, यो ठाउँमा चाहिँ ब्रेकफास्ट हाम्रो स्टप यो हो। यहाँबाट चाहिँ त्यो माथि देखिएको ठाउँमा जाने। केही बेरको फोटोसुट गरिसकेपछि चाहिँ अब हामी नेक्स्ट स्टपको लागि अगाडि बढ्दैछौँ। अब जानु छ अगाडि फेरि। हाई गाइज, ल हेर्नुहोस् यो सिन जुन हामी बिहानको करिब 2 घन्टाको यात्रालाई बिर्साइदिने सिनहरूसँग एन्काउन्टर गर्दैछौँ हामी। हामी चन्दनबारी आयौँ। यो चाहिँ यहाँको निकै राम्रो गाउँ रहेछ। ल यहाँ चाहिँ होटलहरूको गाउँ छ, टनाटन छ। यसरी हेर्न सकिन्छ। अनि यो चिज फ्याक्ट्री, यो चिज फ्याक्ट्री हो। यो चाहिँ चौरीको चिज फ्याक्ट्री देखिन्छ डिडिसीको। रमाइलो छ यो समग्रमा चाहिँ सब वेदर 5 मिनटमा वेदरको चाहिँ चेन्ज भइराख्ने क्या। यहाँको रमाइलो चाहिँ त्यो लाग्यो मलाई। अनि हेर्नुहोस् यो लाली गुराँसहरू त्यो सेतो सेतो देखेको सबै लाली गुराँस हो, सानो राम्रो छ। अब हामी यहाँ खाना खान्छौँ। खाना खाएर अगाडि बढ्ने प्लानमा छौँ हामी। अहिले चाहिँ बिहानको करिब 10:30 भएको छ। अब यो चन्दनबारीमा केही समय बसेर खानासाना खाने अनि खाना खाएर यहाँबाट निस्किनु भन्ने प्लान अनुसार चाहिँ हामी यहाँ बस्दैछौँ। 1 घन्टाको बसाइपछि हामी यहाँबाट चाहिँ अगाडि बढ्ने क्रममा छौँ। हाम्रो सेकेन्ड डेको बिहानको लन्च भयो। यो होटल ग्रिन हिलमा चाहिँ लन्च लियौँ। लन्च लिएर अब खाना खाइवरी हिँड्ने तयारीमा छौँ। अहिले वेदर खुलेको छ, मजाले घाम लागेको छ। यसरी
खचरहरू पनि देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा। रमाइलो छ, घुम्नको लागि रमाइलो छ, वेदरले सपोर्ट गरेको छ। वी आर इन्जोइङ। हामी क्लाउडभन्दा माथि छौँ। यी क्लाउड तल छ है। हामी लगभग धेरै माथि हाइटमा पुगिसकेका छौँ है। सिन चाहिँ एकदम राम्रो छ हेर्नको लागि चाहिँ। वेदरले पनि सपोर्ट गरिरहेको छ। सन यस्तै चरा पनि रहेछ है जङ्गलको बिचमा। उड्यो। चोलाङपाटी भन्ने ठाउँमा आयौँ। राष्ट्रिय निकुञ्जको यहाँ टिकट लिने ठाउँ रहेछ। यहाँ चाहिँ प्रत्येक उसले इन्ट्री गर्ने, यहाँ आउने टुरिस्टहरूले। यसरी चाहिँ तपाईँको चाहिँ इन्ट्री फी पनि छ। नेपालीको लागि 100 रुपियाँ, फरेनर्सको लागि चाहिँ 3000 रुपियाँ रहेछ क्यारे। अनि यसरी बस्ने ठाउँ छ। ल हेर्नुहोस् अहिले यो डेन्स, यो के भन्ने हो, क्लाउड भन्ने कि के भन्ने यस्तोसँग आएको छ कि यो जस्ट अब एक्सप्लेन गर्नै सकिँदैन यो चाहिँ। अनि भिडियोमा मेरो आवाज किन साइड अब छ भन्नु होला। म चुइङगम खाइरहेको छु। चुइङगम मेरो हाइकिङमा ट्रेकिङमा चुइङगम खाँदाखेरि मजा आउँदो रहेछ। यो सिनहरू चाहिँ रिफ्रेस दिइरहेछ। अब हामी एक स्टेप अगाडि गएर बस्ने प्लान गऱ्यौँ। यहाँ चिया पनि खाएनौँ हामीले चाहिँ। अब भर्खर खाना खाएको। अब हामी जान्छौँ लौरी बिना जान्छौँ। लौरी विनायकमा गएर टक्कसँग चाहिँ त्यहाँ बस्ने। लौरी बिना पुनः लागेको छौँ। अहिले 2:15 भएको छ। यस्तो चाहिँ यहाँको अवस्था हेर्नुहोस्। यो माथि चाहिँ यसरी बारहरू बनाइदिएको छ। अहिले एकदम यो क्लाउड आएको छ। चिसो हावा बतास चलेको अवस्था छ। के छ, थकेला छ? लेक लाग्छ कि छैन? छैन, लेक लाग्दो रहेछ अहिलेसम्म चाहिँ। हामीलाई त्यस्तो लेक लाग्ने भन्ने अल्टिट्युड सिकनेस केही पनि छैन। टायर्डनेस त डेफिनेटली हुने नै भयो। यो चाहिँ अहिले हामी लौरी बिनामा बसेको छौँ। लौरी बिनाबाट चाहिँ यस्तो सिन देखिएको छ। हेर्नुहोस् यो हिमाल पनि टक्क देखिएको छ। यो माउन्टेन रेन्ज छ होइन। हिमालको रेन्जहरू मजाले देखिएको छ भने यसरी चाहिँ देख्न सक्नुहुन्छ। हेर्नुहोस् यो सेतो देखिएको छ। यो माथि जुन यो सेतो देखिएको छ यो पनि हिउँ परेको हो, बरफ छ। यहाँ माथि चाहिँ पुरै हिउँ छ। भोलि हामी जाने बाटो भनेर चाहिँ यही हो। आज पनि जान सक्ने स्थिति थियो। त्यो माथि हाइट चढ्नु पर्ने छ। अब यहाँबाट यसरी हाइट चढेर त्यहाँ माथि पुगेर अनि अगाडि लाग्नुपर्ने थियो। तर आज हामी चाहिँ किन चढ्यौँ भने वेदर त्यति राम्रो थिएन दिउँसो। र अनि फेरि स्टप पनि यही नै हो। आजको हाम्रो स्ट्यान्डर्ड स्टप हामी यही नै बस्ने भन्ने प्लान थियो। त्यो हिसाबले चाहिँ आज गयौँ। हेलो, के छ त खबर? हो र सके भेट्यो। चिसो छ नि होइन बाहिर त? ल यस्तो छ सिन चाहिँ समग्रमा। यो चाहिँ हाम्रो लौरी बिनाबाट देखेको सिन हो। यो माथि चाहिँ हामी जाने। अब भोलि जाने चाहिँ यो माथि। यहाँ पनि छ यो चाहिँ हिउँ नै। हिजो पानी परेको थियो यहाँ। आज बिहानको हिउँ चाहिँ परेको अझै पनि पग्ला छ नि। त्यो माथि पुरै बरफ छ भने चाहिँ हेरौँ कस्तो छ। ल गुड मर्निङ। हामी थर्ड डेको मर्निङमा छौँ। यहाँ चाहिँ अहिले बिहानको 4 बजेको छ। 4 बजे चाहिँ अब यसो निस्क्यौँ नि त भनेर यसरी मोबाइलको लाइट ल्याएर टर्च बालीवरी हिँड्दैछौँ। बाहिरको टेम्परेचर ठिकै छ, त्यस्तो बढी छिरो चिसो छैन। तर हावा चलिरहेछ। आकाशमा पनि मजाले तारा देखिन्छन्। के भन्नु त, यहाँ देख्न नसकेर तारा लगाएको छन्। ठिक छ। ल अब गोसाइँकुण्डसम्म पुग्दैछौँ है त। यो देखिएको चाहिँ एउटा भेनस, एउटा स्याटर्न हो है। ठुलो चाहिँ नि यो भेनस, अर्को चाहिँ स्याटर्न हो। मेरो लाइफमा फर द फर्स्ट टाइम म यति ब्राइट, यति लाइट तपाईँको चाहिँ भेनस र स्याटर्न चाहिँ देखेँ। साह्रै मजा आइरहेछ। हो त्यो
हो त्यो लास्टको चाहिँ यो त्यो चाहिँ धुन्चे बजार हो। हामी त्यहाँबाट चढेको हो अनि 17 किलोमिटर 18 किलोमिटर जति रहेछ करिब करिब। त्यसपछि त्यहाँबाट माथि आइसकेपछि यो दुईवटा लाइट बलेको ठाउँ चाहिँ हाम्रो पहिलो दिनको स्टप भयो। त्यहाँ चाहिँ हामी त्यहाँ बस्यौँ देउराली भन्ने ठाउँमा। अनि त्यसपछि माथि थोरै माथि चन्दनबारी भयो। चन्दनबारी हुँदै 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 हामी यो लाइट बलेको ठाउँ छ नि अहिले यो लाइट बलेको चाहिँ यो माथिको यो ठाउँमा चाहिँ सेकेन्ड डेको बास बस्यौँ लौरी विनायक भन्ने ठाउँमा। अनि अब अहिले हामी चाहिँ यहाँ छौँ। यसको पछाडि त्यहाँ चाहिँ हिमाल छ, अलिअलि हिमाल यहाँ अलिअलि सिनमा आएको पनि छ, हिमाल छ होइन। अनि अब यसरी उकालो चढ्दै चढ्दै अब यता पनि एउटा सानो हिमाल छ यहाँ छ। अनि यसरी अब माथि चढ्ने हो। यो चाहिँ डेस्टिनेसन हाम्रो अझै यहाँबाट लगभग 2 घन्टा जति उकालो चढ्नु छ। हेर्दैछौँ हिँड्दैछौँ, हेरौँ कस्तो हुन्छ। यो चाहिँ अब हामी गोसाइँकुण्ड पुग्नलाई करिब 2 घन्टाको उकालो हिँड्नुपर्ने छ। अब यो देखिएको पिक, यो जुन पिक छ हो यो पिकबाट चाहिँ अलिकति सामु छ भन्ने चाहिँ सुन्नुमा आएको छ। बाटो चाहिँ चिसो छ, एकदमै चिसो छ है, हातै ठिराउने चिसो छ। ग्लोभ्स लगाएको छौँ। यस्तो छ ल हेर्नुहोस् सिन यहाँको रमाइलो छ। आएको बाटो त यता तल भइगयो, यसरी हामी आएको हो। अगाडि घरहरू देखिएको चाहिँ गोसाइँकुण्ड हो। आज वेदरदेखि लिएर सबै कुराहरू एकदम पर्फेक्ट छ। सो ह्याप्पी। अहिलेसम्म चाहिँ हामी खुसी छौँ। अब हेरौँ पछि वेदर बिग्रेन भने चाहिँ राम्रो छ। अहिलेसम्म चाहिँ हिँडिरहेको छौँ है त। ल है हामी गोसाइँकुण्ड नजिकै छौँ। यो चाहिँ हाम्रो सरस्वती कुण्ड। अनि यो माथि देखिएको चाहिँ यहाँ भैरव कुण्ड हो। यो अझै म जुम गरेर देखाउँछु है, जुम गरेर देखाउँछु। हो यो घरहरू देखिएको छ नि, यो चाहिँ गोसाइँकुण्ड। त्यहाँ तलपट्टि कुण्ड देखिन्छ। अनि यहाँ तल आइसके पछाडि भैरव कुण्ड राख्नुहोस् ल। भैरव कुण्ड अलिकति माथि हो, यो कुण्ड देखियो नि पानी हो, यो चाहिँ भैरव कुण्ड। त्यसपछि आइसके पछाडि यहाँ चाहिँ यो सरस्वती कुण्ड। पुरै हेर्नुहोस् है, हिउँ छ। यस्तो चाहिँ पाहाडै पाहाड बनाएको छ हिउँको। चिसो छ है, चिसो छ। अब कुण्ड चाहिँ यहाँ हेर्दै जाउँ। सरप्राइज, हामीलाई पनि सरप्राइज छ। अब जाँदैछौँ। अब टेबल, कुर्सी टेबलमा यसरी हिउँ छ। बसेर भात खाने कुर्सी टेबलमा लेख ल। जय गोसाइँकुण्ड बाबा, जय शम्भो। ल यो सबैजनाको सरप्राइज, हामीलाई पनि सरप्राइज, तपाईँहरूलाई पनि सरप्राइज। ल हेर्नुहोस् अन्ततोगत्ता फाइनली हामी डेस्टिनेसनमा आयौँ। जय गोसाइँकुण्ड, जय शम्भो, अलग निरञ्जन बाबा, बम भोले, हर हर महादेव शम्भो। हामी फाइनली गोसाइँकुण्डमा छौँ। यो चाहिँ गोसाइँकुण्ड भयो। यसरी चाहिँ हेर्न सकिन्छ। यहाँको समग्रमा भन्दाखेरिमा तपाईँहरूलाई हामीले इमेजिन गरे भन्दा धेरै राम्रो पायौँ। मौसमले हामीलाई एकदम साथ दियो। जय शम्भो। पानी त्यहाँ कतिको चिसो छ होला, कतिको फ्रिजिङ हुन्छ होला, पानी फ्रिज भएको छ कि छैन भन्ने एउटा क्युरियोसिटी थियो है। त्यही अनुसार नै हामी तलदेखि ट्राभल गर्दै गर्दै आयौँ। यहाँ आएर हेर्दाखेरिमा चाहिँ पानी चिसो छ, बाहिर आइस छ, तर पानी चाहिँ जमेको छैन। पानीमा चाहिँ नुहाउन मिल्ने छ। र यो डुबुल्की, यहाँ गोसाइँकुण्डमा डुबुल्की मार्दै गर्दाखेरिमा यहाँ डुबुल्की मारिसके पछाडि सम्पूर्ण यात्राका ती जति पनि पीडा अथवा थकानहरू थिए सबै कुरा बिर्सिँदो रहेछ। गोसाइँकुण्ड साँच्चीकै गोसाइँकुण्ड रहेछ। धार्मिक हिसाबले पनि निकै पवित्र स्थल रहेछ। हामी गोसाइँकुण्ड नुहाउँदै गरी है गोसाइँकुण्ड तल हुनुहुन्छ। हामी चाहिँ माथि त्रिशुलधारा भन्ने ठाउँमा जाँदैछौँ। त्रिशुलधारा भनेको चाहिँ समुद्र मन्थन गर्दाखेरिको त्यो जुन विष निस्केको थियो
त्यो विष खाएर शिवजीलाई चाहिँ एकदमसँग त्यो विषले तनाव दिइरहेको बेलामा चाहिँ यहाँ आएर त्रिशूल गाडेर जल निकालेर खानुभयो भन्ने छ। त्यही मान्यता अनुरूप नै हाम्रो त्रिशूली नदीको नाम पनि त्रिशूली नदी छ। यहीँबाट गएको भएर शिवजीले त्रिशूल गाडेको ठाउँमा हामीले एउटा त्रिशूल चढाउने विचार गऱ्यौँ। यी चरा पनि यहाँ देख्न सक्नुहुन्छ। भँगेरा जस्तो चरा चाहिँ यति उचाइमा पनि चरा चाहिँ फुर्तिलो छ। हामी अब दर्शन गरिवरी हेरेर फर्किँदैछौँ। अब उकालो भन्दा पनि धेरै नै ओह्रालो छ। उकालो एक दुई ठाउँमा छ, नभए चाहिँ ओह्रालो छ। जय बुद्ध आत्मशुद्ध। हामी अहिले माथि के अरे लौरी बिनाबाट माथि चढेर बौद्ध मन्दिरमा छौँ। हामी अब डिसेन्डिङको क्रममा हो र पनि वेदर चाहिँ अलि माथि एकदमै क्लिन थियो। हामी जाँदाखेरिमा बिहान अर्ली मर्निङमा यहाँ माउन्टेन रेन्ज नै हेरेर गएको हो। अहिले चाहिँ एकदमै डम्म बन्द छ। त्यो वेदर चाहिँ अनप्रेडिक्टेबलै हुँदो रहेछ, तर समग्र राम्रो छ है, राम्रो छ। जय बुद्ध आत्मशुद्ध। ओम माने पेमे लासो। तेस्रो दिनको गोसाइँकुण्ड नुहाइधुवाइ गरिवरी दर्शन सकिसकेपछि अब हामी चाहिँ तल झर्ने क्रममा छौँ। अब आज सम्भव भएसम्म चाहिँ धुन्चे जाने भन्ने प्लान हो, तर धुन्चे बजारमा नबसेर खिम्दीसम्म गएर बस्ने भन्ने प्लानमा छौँ आज। त्यसपछि भोलि बिहान अर्ली मर्निङमा चाहिँ धुन्चेबाट गाडी चढ्ने प्लानमा छौँ। समग्रमा यात्रा अहिलेसम्म निकै रमाइलो राम्रो भयो। वेदरले साथ दियो, रमाइलो भइरहेको छ। हामी मिनी गोसाइँकुण्डमा आएको छौँ फर्केर। 4th डेको अर्ली मर्निङमा यस्तो चाहिँ यहाँको सिनेरी हो। निकै राम्रो छ। खोलाको कञ्चन आवाजसँग साक्षात्कार गर्दै हिँडेका छौँ। यो चाहिँ नि खोला बगेको उहीँ गोसाइँकुण्डकै मुहानबाट आएको पानी हो यो। हामी अब फाइनल्ली क्रस गर्दैछौँ यो पुल। यो एकदमै फेमस पुल हो यो गोसाइँकुण्ड ट्रेलको। यो पुल क्रस गरिसके पछाडि गोसाइँकुण्डको ट्रेलको लगभग हामी समापनमा हुन्छौँ। त्यस पछाडि हामी अब माथि धुन्चेको करिब आधी घन्टा 45 मिनटको उकालो चढिसके पछाडि धुन्चे बजार पुग्छौँ।